it is not 214 as Honda says on the website. Yeah, what's up everyone? This is Vimur behind the cameras. Hope you guys are doing fine. So, आजको video is gonna be quite interesting. Title थाहा भयो होला. We're gonna do a dyno run on the Triple R SP. So, Honda ले भन्छ यो bike makes 214 horsepower है. त्यो चाहिँ crank को होला. अनि crank को भनेपछि wheel horsepower maybe 10 less हुन सक्छ है. I'll put the screenshot on top. Exact तपाईँहरूलाई म देखाइदिन्छु. So, we're going towards BC Performance. It is 8 minutes drive from here. Alright, don't mind the bike. एकदम फोर भएको छ. अस्ति रेनमा चलाएको थिएँ. फर्स्ट सर्भिस पनि त्यहीँ गरेको थिएँ. Morning. How you going? अनि the only thing we've done to the bike so far for the horsepower would be the exhaust, right? They will slip on, no? So I'm not guessing crazy power on this. So let's jump in the bike. I'll get ढिला भइसक्यो. So obviously guys, तीनटा चारवटा कुराहरु मिलाउनु पर्छ यो बाइकको. The first and very important thing चाहिँ यो त्यो पावर कट अफ भएर चाहिँ कम्प्लिटली मिलाउनै पर्छ guys है. I'll link a video up here somewhere है. यो चाहिँ अलिकति सेफ्टी ह्याजर्डै भइसक्यो क्या. यो 100 किलोमिटर कतिमा गुडेर हुन्छ अनि पुरै कट अफ भइरहेछ. एन्ड अर्को भनेको चाहिँ इन्जिन लाइट त्यो चाहिँ खासै ठुलो इस्यु होइन, तर आफै जान्छ क्या डाइनो हानेपछि. थर्ड थिङ चाहिँ कस्तो भन्दाखेरि अलि ल्याग भइरहेछ यो बाइक. त्यस्तो प्रपर कुदेको छैन. अभियसली इट्स अ डिफ्रेन्ट सिस्टम देन द स्टक. त्यसैले पनि होला, तर त्यो पनि फिक्स गर्नु पर्ने छ. किन भन्दा रेड लाइटहरूमा अलिकति ल्याग भइरहेको फिल हुन्छ. एन्ड द्याट्स अबाउट इट. अब हर्समा थाहा हुन्छ कति बनाएर चाहिँ यताउति. आम नट एक्सपेक्टिङ क्रेजी पावर है, किन भन्दाखेरि फुल सिस्टम छैन. एयर फिल्टर इज स्टक एन्ड खै के हुन्छ कि अरू पार्ट्सहरू पनि त्यसको अलिकति हर्समा बढ्नु. तर वी नट गोइङ टु पुस इट द्याट मच. त्यस्तो धेरै अहिले गरौँ भने केही पनि छैन. हामी यहाँबाट राइट हो क्या अरे यार. आई निड टु गेट अ कड लग यार. यो बाटो कन्फ्युज भएर हैरान भइसक्यो म. यताबाट राइट. अलिकति रस भइरहेछ क्या, त्यही भएर कुदाइहाल्यो. पानी परेछ गाइज यार. राम्ररी चलाउनु पनि पाएको छैन. त्यही हिलो भएको चाहिँ डोन्ट कम एट मी फर द हिलो है गाइज. पानी अहिले परिरहेछ. एज यु गाइज क्यान सी बाटो अझै पनि वेट नै छ. घाम चाहिँ लागेको छ तर आज फेरि. सो यताबाट राइट हो गाइज है. मैले पहिला गाडीको दाहिने पनि यहीँ गरेको. आएर पर्पल टर्बो टोयोटा 86 है. यहाँ पिभिएस भन्ने प्यारामेरा भेहिकल सर्भिसेस गरेको थिएँ. अनि त्यसको दाइनो चाहिँ अलिक महँगो परेको थियो. होपफुली यो बाइकको चाहिँ खासै महँगो पर्दैन होला, किन भन्दाखेरि त्यो गाडीमा 2 चिटी डाइनो गरेर इट ह्याड अल द रेस फ्युल्स एन्ड स्टफ. सो फ्लेक्स फ्युल सिस्टम थियो त्यसमा चाहिँ. रेस फ्युल पनि हाल्न मिल्ने अनि नर्मल यहाँ अब हाम्रो बाइकमा हाल्छ 98 त्यस्तो पनि हाल्न मिल्छ. सो आई थिङ्क इट कस्टेड मी अराउन्ड मोर देन 4 grand or something to get that dyno in. यसको चाहिँ खासै त्यस्तो पर्नु चाहिँ नपर्नु पर्ने हो. यताबाट राइट हो क्या. अब कसरी जाने अरे उहाँ छ. You gotta be kidding me. यहीँबाट हालिदिन्छु यार.
Morning, Steven. Good morning, sir. How are you? Not bad. Is Kelvin here already? No. 9 o'clock. Alright, guys. Bike यहाँ छोड्दैछौँ है. It's gonna take a couple of hours. We'll come back later, maybe midday. 2-3 बजीसम्म हुन्छ भनेछ. Hopefully it makes smooth power. मलाई त्यस्तो धेरै चाहिएको छैन. Smooth चाहिँ हुनु पर्यो bike. And I'll see you guys again है त. Alright guys, welcome back. So the dyno is done. I'll show you the dyno seats है. त्यस्तो अब फ्याक्ट्रीले भने जस्तो पावर त obviously क्रिएट गर्दैन है. That's my invoice. यो सबै चेक गरेको हो, यो सस्पेन्सन and everything. Alright. So this is the dyno seat. Previously it was making 170 horsepower. And that's on wheels, I'm guessing. And now it's making 192.80. So यो ब्लू चाहिँ पहिलाको थियो हैन. अनि सो यो ब्लू चाहिँ पहिलाको थियो अनि यसमा चाहिँ ECU को वुलिज ट्युन गरेको थियो. त्यसपछि डाइनो हान्दाखेरि चाहिँ we gained about 22 horsepower. So that's all on wheels है guys. क्र्याङ्कमा अलिकति बेसी होला सायद, but it is not 214 as Honda says on the website. त्यो चाहिँ सबै कस्तो हुन्छ भन्दाखेरि after your full exhaust, air filter अनि त्यो के supporting modes हरु हालेपछि मात्र हुन्छ. So right now we are at 192, which is very good too. Alright guys, अब चलाएर हेर्दिम है कतिको स्मुथ भएको छ बाइक. I'm guessing the lag and everything is gone. अनि त्यो engine light पनि गएको हुनु पर्यो है. The first setup after the tune. Alright guys, definitely अलिकति स्मुथर चाहिँ भएको छ है. हैन अलि धेरै नै भएको रहेछ. Oh nice. अलिअलि पप चाहिँ हुँदो रहेछ है guys. So pops and banks are still there. अनि स्मुथ चाहिँ अति नै धेरै स्मुथ भएको रहेछ है. अब I don't know अब त्यो ल्याग चाहिँ छैन, कम्प्लिटली गइसक्यो. अनि इन्जिन लाइट पनि छैन. So त्यो पावर कट अफ चाहिँ I'm not sure किन भन्दा त्यो चाहिँ 100 किलोमिटर पर आवर बेसी भएपछि मात्र भइरहेको थियो. तर त्यो ट्युनले गर्दाखेरि एकछिनपछि लिइरहेको हुन्थ्यो त्यो पावरहरू पनि. But the power delivery is definitely smoother now. So yes, 214 चाहिँ होइन है guys, RRR को जति त्यो फाइब्रेलले भन्छ नि यति छ भनेर कुनै बाइक पनि हुँदैन guys हैन. Because they are all numbers that have been done after all the supporting modes and everything है. So Ducati, Yamaha 210 215 कति भन्छ नि त. That is all because of supporting modes and त्यो पनि त्यो crank horsepower हो क्या, not wheel horsepower है guys. So त्यो हामीले डाइनामा हेरेको चाहिँ त्यो I think it's a wheel horsepower है. So 190 कतिखेर 194 is definitely enough. If you guys are wanting to do a tune on the bike, I would definitely recommend doing a dyno tune rather than just a tune. किन भन्दा dyno tune मा अब सबै थाहा हुन्छ, power and everything. ट्युन मात्र गरेको 600, डाइनो ट्युन गरेको अर्को 400 भनेपछि $1,000 मा you get almost everything. How many numbers, कति हर्सपावर क्रिएट गरेर चाहिँ यताउति एक फेरि पुल हान्दिउँ है यहाँ.
के भन्दै थिएँ अरे ए ट्युन डाइनो ट्युन सुद्धा गरे हुन्छ त्यो भयो भने एक्ज्याक्ट नम्बर थाहा भयो अब यो ट्युनरहरू यहाँको पपुलर चाहिँ बिसी पर्फर्मेन्स अनि आरबी रेसिङ एक दुईजना छ अब अथोराइज डिलर्सले अभियसली गर्दैन बिकज ट्युनिङ इज अ डिफ्रेन्ट थिङ द्याट भोइस वारेन्टी है सो यस सर द्याट्स इट ट्युन दामी लाग्यो अहिलेसम्मको लागि त्यो पप्स एन्ड ब्याङ्क्सहरू धेरै गरेर मिल्दैन भन्दैछ त्यसले है बट वी हेभन लस्ट इट येट अलिकति कम चाहिँ होस् होला तर त्यस्तो डिफ्रेन्सिएट हुने गरी चाहिँ कम छैन अनि गाइज मेरो अर्को एउटा बाइक थियो यहाँ है इट वाज अ सेकेन्डरी बाइक ZX6 मैले हिजो बेलुका भर्खर बेचेँ आई बी लुकिङ टु बाई अनदर बाइक मेबी MT-07 or समथिङ प्रिफर चाहिँ अहिले नेकेड बाइकमै छ पार्क गरिदिउँ So this is also my first bike that I've done the tuning myself है लक गरिदिउँ अरू बाइक मैले चलाएकोहरू अलरेडी ट्युन थियो त्यसैले मलाई एक्ज्याक्ट फिगर्स थाहा थिएन कति पावर बनाउँथ्यो अहिले बनाइरहेछ भनेर सो यसमा चाहिँ 170 पहिला अनि ट्युन गरेपछि एन्ड डाइनो रन हानेपछि 192 समथिङ है सो डेफिनेटली ह्याप्पी विथ द नम्बर्स इट्स नट 214 आई नो तर 214 वी डोन्ट निड 214 एनिवे सो अनि अर्को कुरा सेकेन्ड बाइक लेट मी नो वाट यु गाइज वान्ट मी टु बाई अनदर बाइक म MT-07 हेरेर छु एन्ड आइ एम लुकिङ एट R7s टु R7 चाहिँ म खासै लिँदिनँ होला किन भन्दाखेरि फेरिङ्स भएको बाइक यो छँदैछ That's about it. Hope you guys enjoyed the vlog. Make sure you are tuned into the channel and this is way more long off and I'll see you in the next one. Till then, ride safe.